गाइज है आज चाहिँ हामी जाँदैछौँ यो बाइकको सर्भिसिङ गर्न फर्स्ट सर्भिस हो उता बालकुमारीको सर्भिस सेन्टरमा जान लाग्यो के कस्तो हुन्छ कस्टहरू सबै त्यहाँ पुगेपछि अरू त्यहाँबाट बिल आइसकेपछि देखाउँछ है त म फर्स्ट सर्भिसिङमा मेन इम्पोर्टेन्ट भनेको चाहिँ यो युजली अरूहरूको पढेर अभियसली फर्स्टमा त त्यो इन्जिन ओइल त चेन्ज गर्नु परिहाल्यो अनि त्यो बाहेक चाहिँ ओइल फिल्टर पनि चेन्ज गर्न भन्छ क्या किनभने फर्स्ट सर्भिसिङमा चाहिँ यो मेटलको पार्टहरू जुन हुन्छ कहिलेकाहीँ त्यो हल्का फुल्का टुक्रा भएर जम्मा भइरहेको हुनसक्छ यता अनि जम्मा हुने भनेको त यो ओइल फिल्टरमा त्यो पनि त्यही भएर चेन्ज गरेर गर्दा हुन्छ भन्छ कि अनि अब त्यो बाहेक त अब त्यो फिल्टरहरू गरेर त्यो कतिको फोहोर भएको छ त्यो हुन्छ त्यो सर्भिसिङहरू चाहिँ गरिदिइहाल्छ त्यही छैन अब त्यस्तै अनुसार कस्टहरू कति आउँछ म लास्टमा देखाउँछु है त बालकुमारीको सर्भिस सेन्टर चाहिँ कहाँनिर छ भन्दा त्यो बालकुमारीको नै एउटा चोक छ क्या त्यहाँ जहाँ चाहिँ यता क्यासलवाला ग्राउन्ड जाने बाटो एउटा छ त्यहाँबाट उता गयो भने त्यो एनसिआइटी पुग्ने अर्को उता गयो भने चाहिँ यो हाम्रो पाटनको त्यहाँ पुग्ने अनि अर्को भने चाहिँ यता क्यासल पुग्नेको त्यसमा चाहिँ त्यसबाट उता पाटनको सुन्धारा जाने बाटोतिरबाट लेफ्टमा छ है अब म चाहिँ यहाँ क्यासलको थ्रु जाँदैछु बाटो आएँ म चाहिँ त्यो अगाडिबाट राइट काटेँ भने चाहिँ बालकुमारी पुगेँ है सर्भिस सेन्टर जाने बाटो चाहिँ यहाँ राइट साइडबाट हो दाइसँग आएको एकचोटि कुरा है ल दाइ चाहिँ उताबाट जानुभयो रहेछ बाटो हामी चाहिँ यहाँबाट जाने यहाँबाट राइट गयो यहाँको चोकबाट राइट गयो अनि उतै अगाडि चाहिँ लेफ्ट जाने यहाँको सर्भिस सेन्टर पुग्छ गुगलमा रिभ्युज र हाम्रो दाइले भनेअनुसार चाहिँ राम्रो छ यो सर्भिस सेन्टर अरूभन्दा भन्नुहुन्छ त्यही भएर जान्दाको यहाँबाट चाहिँ लेफ्ट है अनि यहाँबाट राइट पुगिहाल्छ सर्भिसिङ गरेर निस्केँ है यसो 3 घन्टा जस्तो लाग्यो हल्का लास्ट टाइम उहाँ अगाडि दाइ हुनुहुन्छ उहाँको बाइकमा भन्दा पनि मेरोमा चाहिँ हल्का धेरै टाइम लाग्यो
त्यही अब चार्जेस भने चाहिँ 2350 लाग्यो है, 2350 है। त्यसमा चाहिँ के इन्क्लुडेड छ भन्दा इन्जिन ओइल चेन्ज मात्रै इन्क्लुड भएको छ होइन। इन्जिन ओइल चाहिँ मैले सिन्थेटिक नै हाल्नु लगाएँ। अब म अलिक अब चाहिँ राम्रै हुन्छ भनौँ न सिन्थेटिक चाहिँ अरूभन्दा। मलाई चाहिँ यो 150 भन्दा बढी सिसी भएको बाइकहरूमा चाहिँ सिन्थेटिक लाउँदै राम्रो हुन्छ भन्छु है म चाहिँ। त्यो इन्जिन स्मुथनेसदेखि लिएर गियर बक्सदेखि लिएर अरू सबै पार्टहरूमा चाहिँ बेटर पर्फर्मेन्स दिन्छ भनौँ न। अब नर्मल कमर्सियल बाइकहरूमा चाहिँ हल्का ओभरकिल हुनसक्छ होइन। तर अब यो पनि अब खट्टा स्पोर्ट्स बाइकहरू त्योहरू त होइन, त्यही नि अब यसमा पनि ठिकै हुन्छ राखेको चाहिँ। त्यतिको मात्र चार्ज गरेको होइन। अब मलाई चाहिँ अनयुजल लागेको कुरा भन्दा चाहिँ युजली सर्भिसिङ गर्दा इन्जिन ओइल चेन्ज गर्दा जहिले ओइल फिल्टर पनि चेन्ज गर्नुपर्छ भन्छ कि। स्पेसली फर्स्ट सर्भिसमा चाहिँ अब लोकलको पार्टहरू के केहरू अझै हुनसक्छ ओइल फिल्टरमा। अब त्यो चाहिँ गर्दिन पर्दैन नै भन्ने होइन। खोइ अब यो टाइपमा के छ होला, उनीहरूलाई चाहिँ बढी थाहा हुन्छ। त्यो चाहिँ परेन अरे यसो। अनि एयर फिल्टर पनि चेन्ज गर्नु परेन है। त्यसले गर्दा त्यसमा अब चार्जेस भनेको त्यही यो इन्जिन ओइल चेन्ज गरेको मात्रै दियो है। 2350 चाहिँ फर्स्ट सर्भिसिङ जाने रहेछ, अनलेस केही पार्टहरू बिग्रिएको छ है। त्यो भयो। लगाइ कस्ट भन्ने चाहिँ म चाहिँ 2050 भयो। अनि अब मैले चाहिँ सोधेअनुसार त्यसमा चाहिँ अब वारेन्टी फलो वारेन्टी कन्टिन्यू गर्नलाई चाहिँ हिरोकै इन्जिन ओइल मात्र हाल्नु मिल्छ टाइपको कुरा गर्नुभयो क्या त्यहाँ सर्भिस सेन्टरको दाइले। अब कस्तो भन्ने अब यसमा ठिकै पनि हो। अब उनीहरूले त्यसैमा मात्र टेस्ट गरे नि हुनसक्छ होइन। तर मलाई चाहिँ अब केटिएमको एप्रोच चाहिँ सही लाग्छ। अब केटिएममा चाहिँ अब 3टा टाइप अफ इन्जिन ओइल एक्सेप्टेबल छ भन्छ ब्रान्डको। उनीहरूको सर्भिस सेन्टरबाट मोटुल हाल्दा हुन्छ नर्मली। यहाँ नेपालमा चाहिँ लिपी मोली पनि हाल्छ 390हरूमा चाहिँ देखिरहेको छु मैले। अनि मोटर एक्स भन्ने हुन्छ क्या, त्यो चाहिँ नेपालमा पाइँदैन सजिलै। त्यो 3टा सब इन्जिन ओइल चाहिँ हाल्दा हुन्छ युजली होइन। अब केटिएमले आफ्नै इन्जिन ओइल पनि बनाउन सक्थ्यो होला क्या, तर बनाएन। अरू इन्जिन ओइल हाल्दा नि हुन्छ जुन ग्रेड एप्लिकेबल छ होइन त्यो भनेर दिइरहेको छ क्या। अब यो होन्डा यो हिरोहरूमा चाहिँ खोइ किन हो आफ्नै इन्जिन ओइल हाल्नुपर्छ भन्ने हुन्छ होइन। अनि अब फेरि प्राइस चाहिँ हिरोको इन्जिन ओइलको पनि फेरि मोटुल जस्तै नै पर्न गइदियो क्या झन्डै। अब 2350 ल्याएको होइन 10W30 ग्रेडको। अब मेरो ड्युकमा चाहिँ 20W50 लाग्छ। त्यसमा चाहिँ 1.5 लिटरै हो, यसमा पनि 1.5 लिटर हो। ग्रेड डिफ्रेन्स चाहिँ गर्दाखेरि हल्का प्राइसमा डिफ्रेन्स छ। तर अब सेम ग्रेड भइदिए भयो पनि सेम प्राइस चाहिँ हुनु जान्थ्यो कि जस्तो लाग्यो होइन। अब हिरोको इन्जिन ओइल र मोटुलको प्राइस सेम हुनु भन्दा चाहिँ अलिक केही ठिक छैन कि जस्तो फिल भयो क्या मलाई चाहिँ। त्यही हो। अब सर्भिसिङ भयो है। सर्भिसिङमा पछि चाहिँ अब अघि सर्भिसिङ गर्नु अगाडि भन्दा चाहिँ त्यस्तो मेजर डिफ्रेन्सेस चाहिँ मैले पाइरहेको छैन है चलाएको त्यसमा। उसै लागिरहेछ।
हो त जानी नजानी काम कुद्नु सक्यो जस्तो भइरहेको छ मलाई एकदमै नसुर है मेजर डिफरेन्स चाहिँ पाइरहेको छैन अब हरेक टाइम एक्सपेक्ट नै गर्नु हुँदैन त्यो कुरा अब म्याजिकल्ली रफ चलिरहेको कुरा अब एकचोटि फर्स्ट सर्भिसिङ भनेको चाहिँ मस्ट स्मुथ चल्न थाल्छ भन्ने हुँदैन नट कि यो रफ चलिरहेको थियो डिफ्रेन्स चाहिँ पाइनँ मात्र भन्नु खोजेँ त्यो ओभर एक्जाजरेट गरेर भन्दिनँ म चाहिँ केही पनि कुरा त्यो नै हो होइन अब नेक्स्ट सर्भिस भनेर चाहिँ मैले सबै बुकबाट बुझ्छु 4 महिनापछि हो कि जस्तो लाग्यो है ठिकै हो